सबैजनालाई स्वागत छ रिभोल्युसन च्यानलमा, जहाँ हामी एक बुक मात्र नभएर वास्तविक जीवनमा नै कसरी रिभोल्युसन ल्याउन सकिन्छ भनी छलफल गर्छौँ। आउनुहोस् फेरि हामी थिङ्क एन्ड ग्रो रिच, जसलाई 20 वर्षसम्म सफल व्यक्तिहरूको इन्टरभ्यू लिएर नेपोलियन हिलद्वारा लेखिएको एक विश्व प्रसिद्ध पुस्तक हो, जहाँ सफलताका विभिन्न सूत्रहरू लेखिएको छ। च्याप्टर 12 द सबकन्सियस माइन्ड अथवा अवचेतन मन। द सबकन्सियस माइन्ड भनेको के हो त? सबकन्सियस माइन्ड भनेको तपाईको दिमागको त्यो भाग हो जसले कामहरू आफै गरिरहेको हुन्छ, तर त्यो जानकारी तपाईलाई हुँदैन हो। त्यसलाई नै के भनिन्छ? सबकन्सियस माइन्ड भनेर भनिन्छ। तर सरल भाषामा हामीले बुझ्नु पर्दाखेरिमा कन्सियस माइन्ड, चेतन मन भनेको चाहिँ अहिले तपाईले के गर्दै हुनुहुन्छ, तपाईँ अहिले लेख्दै हुनुहुन्छ भने, तपाईँले अहिले सोच्दै हुनुहुन्छ, तपाईँ अहिले निर्णय गर्दै हुनुहुन्छ भने सबै तपाईँको कन्सियस माइन्डबाट हुन्छ। तर सबकन्सियस माइन्डमा चाहिँ तपाईँको बानी, जहिले निरन्तर चल्ने बानी, तपाईँले केमा राख्नुहुन्छ? विश्वास, तपाईँको विश्वास, तपाईँको भावना, तपाईँको डर केमा छ? डर, तपाईँको आत्मविश्वास र स्वचालित तपाईँले गर्ने व्यवहारहरू चाहिँ भण्डार भएर बसेको हुन्छ हाम्रो कहाँ त? हाम्रो सबकन्सियस माइन्डमा। अब हामी रियल एक्जाम्पल हेरौँ। रियल एक्जाम्पलमा मानौँ तपाईँले साइकल चलाउन सिक्नुभयो। सुरुमा साइकल चलाउँदाखेरिमा तपाईँलाई ह्यान्डल कसरी कभर गर्ने, तपाईँले ब्रेक कतिखेर हान्ने, तपाईँले पाइडल कसरी चाल्ने भनेर तपाईँले स्टेप बाई स्टेपमा सोच्नुपर्ने हुन्थ्यो। तर तपाईँलाई अहिले चलाउन आइसके पछाडि तपाईँले सजिलै साइकल चलाउनुहुन्छ। कुनै पनि मोड आछ भने मोडमा आफै मोडे जस्तो लाग्छ। तपाईँले ब्रेक ठाउँमै हान्नुहुन्छ। तपाईँले पाइदल चलाएको आफूले महसुसै गरिरहनुहुन्न। त्यो भनेको आफै चलिरहेछ। किनभने तपाईँको त्यो स्किल चाहिँ सबकन्सियस माइन्डमा स्टोर भइसक्यो र सबकन्सियस माइन्डले त्यो काम गरेर तपाईँलाई थाहा चाहिँ हुँदैन। यही हो सबकन्सियस माइन्डको इफेक्ट। हामी अर्को इक्जाम्पल हेरौँ। समुद्रमा तपाईँहरूले एउटा हिमखण्ड माथि उठेको र तल डुबेको त देख्नु भएकै होला। माथि जुन उठेको भाग हुन्छ 10%, त्यसलाई चाहिँ हाम्रो कन्सियस माइन्ड भन्न सकिन्छ र तल डुबेको भाग 90%लाई चाहिँ हाम्रो सबकन्सियस माइन्ड भनेर भन्न सकिन्छ। र हाम्रो सबै चिजहरूलाई नियन्त्रण गर्ने भनेकै सबकन्सियस माइन्डले, जो 90% हुन्छ। अब हामी बुझौँ सबकन्सियस माइन्डले के नियन्त्रण गर्छन् त? यसको कन्ट्रोलमा के हुन्छ त? तपाईँको बानी व्यवहार, कुनै पनि व्यक्तिको बानी व्यवहार हुन्छ नि, यो सबै सबकन्सियस माइन्डमा स्टोर हुन्छ। तपाईँको भावना, तपाईँलाई अरूले के आएर भन्यो भने तपाईँले कस्तो रेस्पोन्स गर्नुहुन्छ, त्यो भावना, तपाईँको आत्मविश्वास, सेल्फ कन्फिडेन्स, तपाईँले आफूलाई कस्तो सोच्नुहुन्छ, त्यो पनि हाम्रो सबकन्सियस माइन्डमै भर पर्छ। र तपाईँको फियर, तपाईँले कुन चिजमा डर मान्नुहुन्छ र तपाईँले एक्सन लिन डर मान्नुहुन्छ कि के गर्नुहुन्छ, त्यो सबै स्टोर कहाँ हुन्छ? सबकन्सियस माइन्डमै हुन्छ। तपाईँको रियाक्सन, प्रतिक्रिया, तपाईँले कस्तो दिनुहुन्छ अरूले प्रश्न गर्दाखेरि, यो पनि तपाईँको सबकन्सियस माइन्डमै भर पर्छ। तपाईँको इमेजिनेसन, तपाईँले चाहिँ रियल लाइफमा गरेको लक्ष्यहरूलाई, गोलहरूलाई तपाईँले वास्तविक रूपमा कसरी इमेजिनेसन गर्नुहुन्छ, यो पनि तपाईँको सबकन्सियस माइन्डमै भर पर्छ। र बिलिभ, तपाईँले आफूलाई विश्वास गर्नुहुन्छ कि नै, यो पनि हाम्रो कहाँ पर्छ? सबकन्सियस माइन्डमै भर पर्छ। नेपोलियन हिलले आफ्नो पुस्तक थिङ्क एन्ड ग्रो रिचमा भन्नुहुन्छ, तपाईँले जुन कुरा बारम्बार सोच्नुहुन्छ, भावना सहित विश्वास गर्नुहुन्छ, त्यो अवचेतन मनमा प्रवेश हुन्छ। त्यसपछि अवचेतन मनले त्यसलाई वास्तविकतामा बदल्न सहयोग गर्न थाल्छ। अब हामी अवचेतन मनलाई कसरी कन्ट्रोलमा ल्याउने त भन्ने बारेमा हामी छलफल गर्छौँ। 1. रिपिटेसन, सबैभन्दा तपाईँले बढी काम दोहोऱ्याउने। म सफल बन्दैछु, म हरेक दिन सुधार भइरहेको छु, म आफ्नो लक्ष्य हासिल गर्दैछु भनेर तपाईँले त्यसलाई दोहोऱ्याउने। 2. भिजुअलाइजेसन, आँखा बन्द गरेर आफूले चाहेको लक्ष्य प्राप्ति गरिसकेको दृश्य कल्पना गर्नुहोस्। जस्तै कि उदाहरणको लागि लोकसेवा आयोग पास गरेको, स्टेजमा पुरस्कार लिएको, सफल युट्युब च्यानल चलाएको, र यो सबै हाम्रो शब्दमा मात्र होइन, तपाईँले वास्तविक रूपमा नै त्यो चिज पाएको महसुस गरेर तपाईँले भिजुअलाइज गर्ने। 3. स्लिप बिफोर प्रोग्रामिङ, तपाईँको सबकन्सियस माइन्ड सुत्नु अघि र उठ्ने बित्तिकै सबैभन्दा एक्टिभ हुन्छ, धेरै एक्टिभ। तपाईँले यो समयमा अफर्मेसन गर्नु पर्यो कि म सकारात्मक सोच्दैछु, म डिसिप्लिन छु भनेर तपाईँले आफूलाई के गर्नु पर्यो? अफर्मेसन गर्नु पर्यो। र किन धेरै मान्छेहरू सफल हुँदैनन् त? किनभने उनीहरूको सबकन्सियस माइन्डमा यस्ता विश्वास बसेका हुन्छन्, जो म सक्दिनँ, म योग्य छैन, म धनी बन्न सक्दिनँ, मेरो भाग्य नै खराब छ, म पढ्नु नसक्नुको कारण नै मेरो आर्थिक अवस्थाको कारण भनेर उनीहरूको माइन्डमा छापेको छ। सबकन्सियस माइन्ड कुनै जादु होइन,
यो एक्लैले तपाईले पैसा सफलता नतिजा उत्पन्न गर्न सक्नु हुँदैन। यसले त मात्र तपाईको ध्यानलाई बढाउँछ, तपाईको फोकस इन्क्रिज गर्छ, तपाईलाई मोटिभेसन गराउँछ, तपाईलाई डिसिजन लिन सहयोग गराउँछ, तपाईको बानीलाई बढाउँछ, तपाईको कन्फिडेन्सलाई प्रभाव पार्छ र यही चिजहरूलाई पछि व्यवहारमा लगेर तपाईको लाइफमा यसले नतिजा ल्याउँछ। सिम्पल फर्मुला भनेको तपाईले सोच्नुहोस्, थट गर्नुहोस्, तपाईले त्यसमा विश्वास बिलिभ गर्नुहोस्, तपाईले त्यसलाई आफ्नो ह्याबिट बानीमा उतार्नुहोस्, तपाईले त्यसपछि एक्सन लिनुहोस् र त्यसपछि तपाईले रिजल्ट पाउनुहुन्छ। अन्त्यमा हामी कन्सियस र सबकन्सियस माइन्डको डिफरेन्सलाई बुझ्ने प्रयास गर्छौँ है त। हाम्रो कन्सियस माइन्ड भनेको सोच्छ र सबकन्सियस माइन्डले विश्वास गर्छ। कन्सियस माइन्डले हाम्रो निर्णय गर्छ तर हाम्रो सबकन्सियस माइन्डले त्यसलाई कार्यान्वयनमा इम्प्लिमेन्टमा ल्याउँछ। कन्सियस माइन्डले हाम्रो लक्ष्य बनाउँछ, सबकन्सियस माइन्डले बानी बनाउँछ। कन्सियस माइन्डले तर्क खोज्छ र हाम्रो सबकन्सियस माइन्डले भावनालाई ग्रहण गर्छ। कन्सियस माइन्डले जम्मा 10% शक्तिलाई ओगटेको हुन्छ भने सबकन्सियस माइन्डले हाम्रो 90% शक्तिलाई चाहिँ ओगटेको हुन्छ। कन्क्लुजनमा भन्नुपर्दा कन्सियस माइन्ड भनेको ड्राइभर जस्तै बुझ्नुहोस् र सबकन्सियस माइन्ड भनेको इन्जिन भनेर बुझ्नुहोस्। ड्राइभरले गाडी जता लग्यो, ड्राइभरको हातको ह्यान्डल जता मोड्यो गाडी त्यतै जान्छ र सबकन्सियस माइन्ड जसलाई चाहिँ इन्जिन भनिएको छ, इन्जिनको काम त ड्राइभरले जस्तो निर्देशन गर्यो उ त्यही अनुसारले चल्नु हो। त्यही भएर हामीले के बुझ्नुपर्छ भने ड्राइभर भनेको हाम्रो कन्सियस माइन्ड, कन्सियस माइन्डले आदेश दिन्छ र इन्जिन भनेको सबकन्सियस माइन्ड, सबकन्सियस माइन्डको काम आदेश मात्रै लिन्छ। ड्राइभरले त राम्रो बाटो लाने कि नराम्रो बाटो लाने ड्राइभरको हातमा हुन्छ, जता लगे पनि इन्जिनको काम त जाने काम हो नि त हो। त्यही भएर तपाईको कन्सियस माइन्डले जस्तो चिज हाल्नुहुन्छ सबकन्सियस माइन्डमा त्यस्तै चिज स्टोर हुन्छ। त्यही भएर तपाईले एकदम केयरफुल हुनुपर्छ कि तपाईले कन्सियस माइन्डले चाहिँ के हाल्दैछ त भित्र, तपाईँ कस्तो इन्भाइरोमेन्टमा हुनुहुन्छ त, तपाईले कस्तो कन्टेन्टहरुमा चाहिँ आफ्नो ध्यान आकर्षण गरिरहनु भएको छ, तपाईको संगतहरु कस्तो छ त, तपाईको कन्सियस माइन्डले कस्ता चिजहरुलाई चाहिँ एक्सेप्ट गरिरहेछ त्यसलाई ध्यान दिनुपर्छ। त्यही भएर कन्सियस माइन्डले नेगेटिभ पोजिटिभ दुईटा चिज हाल्न सक्छ तर सबकन्सियस माइन्डले त्यो दुईटालाई एक्सेप्ट गर्छ। त्यही भएर सबकन्सियस माइन्डले नेगेटिभ र पोजिटिभ के हो भन्ने उसँग छुट्याउन सक्ने क्षमता हुन्न। उसले जे आउँछ लङ टर्म तरिकामा डिप विश्वास, एकदमै विश्वास तरिकामा उसले स्टोर गरेर राख्छ। यही हो हाम्रो सबकन्सियस माइन्ड र कन्सियस माइन्डको डिफरेन्स।